नमस्ते एभ्रिवान। हाम्रो मालाई चाहिँ नि आज अन्डा मोमो खान मन लाग्यो भनेर मैले जस्तो पाएँ त्यस्तो ढाँटेपाटेको बनाइदिएँ है। यसमा मैले सुरुमा चाहिँ नि प्याज खुर्सानी एउटा कराईमा फ्राई गरेँ अनि त्यसको एकछिनमा नै टमाटर पनि हालेर फ्राई गरेँ। अब चाहिँ मैले त्यसमा नुन हल्दी हालेर चलाएँ। त्यसको एकछिनपछि जिन्जर गार्लिकको पेस्ट हालेँ अनि जिरा धनियाको पाउडर पनि हालेर चलाएँ। त्यसपछि एउटा बोलमा 4-5वटा अन्डा लिएर वेस्ट गरेँ अनि त्यसलाई पनि कराईमा नै हालिदिएँ। मिड फ्लेममा एकछिन चलाएपछि चाहिँ नि यो यतिको देख्यो। अझै बनाउन मिल्छ तर मैले यति मात्रै गरेँ। मैले चाहिँ नि बन्दा पनि काटेर नुन हालेर पानी तर्काइसकेको थिएँ। साथै मैले अनियन, ग्रिन चिलिज, कोरिएन्डर लिभ्सहरू सबै रेडी गरिसकेको थिएँ। त्यो पनि हालेँ अनि नुन मसलाहरू पनि मजाले हालेँ। डो चाहिँ नि मैले अघि नै बनाएर रेडी राखिसकेको थिएँ। अब भन्छ नि म र मम्मी मिलेर धमाधम बनाइहाल्यौँ अनि पाकी पनि हाल्यो। सुरुमा चाहिँ नि आमालाई दिइहालेँ। आमाले चाहिँ नि एकदम मिठो भयो भन्नुभएको थियो। 2 प्लेट्स मोर देन 2 प्लेट्स खानुभयो। मोमो चाहिँ नि एउटा पनि टुट्ने फुट्ने भएन अनि यसो मजाले भित्रको भेजिस पनि देखिरहेको छ, एज यु गाइस क्यान क्लियरली सी। फाइनली मैले र मम्मीले पनि भुत पाराले खायौँ अनि म भाँडा धोएर सुतेँ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।